आजको यात्रा चाहिँ हाम्रो कोरी है। हाम्रो कोही केटाहरू आधा भित्र बस्यो, कोही आधा माथि बस्यो। हामी अहिले चाहिँ हामी चिप्ली आइपुग्यो है। चिप्लीमा अब नास्ता पानी खाएर जानेछौँ। अब केटाहरूले ढिच्चो हल्का खाँदैछ होइन, के गर्ने, ट्राभल गर्दा खानै पर्यो। र अब खाइसकेपछि हामी हिँड्यो र यो हाम्रो नेपालको सेकेन्ड लङ्गेस्ट ब्रिजमा हामी चाहिँ अब हिँड्दै जाँदैछौँ। यहाँ 2-3टा फोटो खिचेर अगाडि बढ्नेछौँ है त। ल छतमाथि बस्न चाहिँ एकदमै रमाइलो हुन्छ है, तर अब हल्का रिस्की लिएर बस्नै पर्ने हुन्छ। तर चाहिँ माथि छतमा बस्न चाहिँ एकदमै रमाइलो हुन्छ है। ल अब चाहिँ हामी सिग्लेस आइपुग्यो। सिग्लेसमा अब एकछिन यताउता सामानहरू के किन्नुपर्ने छ यताउता गरेर अब कोरीको लागि हिँड्नेछौँ। आजको यात्रा सुरु भइसकेको छ होइन। आज चाहिँ हामी अब लगभग तसामा गएर बस्नेछौँ। तसामा गएर अब तसामा बस्ने, भोलिपल्ट डाइरेक्ट कोरी तरिकाले हिँड्नेछौँ है त। हिँड्दा रात पर्यो है। अब तसा पुग्नभन्दा अगाडि बाटोमा चाहिँ भेडागोठ थियो हाम्रो साथी, मेरो साथीको चेतमान गुरुङको गोठ है। भेडागोठ थियो बाटोमा। टक्क भेडाहरू हेर्दै मजा लिँदै टक्क तसा नपुगिन्जेलसम्म केटाले रमाइलो गर्दै मस्त। कसलाई हिँड्न गाह्रो भइरहेको थियो, कसलाई कोही मजाले सुइँदै थियो है। जस रमाइलो भयो। त्यसै गरी हामी तसा आइपुग्यो होइन। आएर मजाले नाच्यो, मन्चहरू पनि थियो टक्क लाएर खानाभन्दा अगाडि। सब दुखाइ सब हरायो क्या। र दोस्रो दिन अब हामी खाजा खाइसकेपछि कोरीतर्फ लाग्यौँ है। बाटोमा हिँड्दा अरू ग्रुप पनि भेट्यो हामीसँगै। हिँडेर जाँदा चाहिँ मजा लाग्यो, जस ठुलो ग्रुप होइन, मजा आयो। र आइपुग्यो अहिले हामी फरेस्ट क्याम्पमा। हामी चाहिँ हाम्रो तिरपन्जीको एउटा मिठो प्रस्तुति सुन्दैछौँ है त। र खाना खाइसकेपछि हामी हिँड्यो होइन। माथि कोरी जति माथि पुग्यो त्यति अब गाह्रो हुँदै गयो। बेलालाई कुहिरो पनि उसु कुहिरो पनि मजाले लाग्यो। त्यही पनि कसलाई देखेको पनि थिएन है। ल फाइनली हामी कोरी आइपुगेको अवस्था। आजको रात चाहिँ हामी होटल न्यानो कोठीमा बस्नेवाला छौँ है त साथीहरू। ल यो चाहिँ बिहानको 5 बजेको भ्यू है। बिहान 5 बजे उठेर बाहिर निस्केको। चिसो त एकदम चिसो थियो, तर हिमाल चाहिँ बबाल, मौसम पनि बबाल खुलेको थियो है। बिहान उठ्यो हामी, पानी यति चिसो थियो कि है मुख धुन पनि सकेन है। आँखा मात्र यसो सफा गरे जस्तो मात्रै गऱ्यो है सबैजनाले। र अब चाहिँ हामी माथि भ्यू पोइन्ट कालभाइ नदीतिर जाँदैछौँ। माथि गएर एकछिन 1-2 फोटो खिचेर झर्नेछौँ है त।
यसो 2-3टा फोटो खिच्यो, त्यो सिडियो बनायो। होटलतिर चढ्दैछौँ यता हामी साथीहरू। ल अब कोरीबाट बिदाई गर्नुपर्ने स्थिति आयो है। कोरीबाट हामी निस्क्यौँ र सबैजना रेडी भएर अर्को कुरा हामी जाँदा चाहिँ कोरीसम्म जाने मात्र भन्ने थियौँ है। पछि उहाँ गएर हाम्रो प्लान चेन्ज भयो कि कपुचे पनि जाने भनेर केटाहरूले आँट्यो होइन। पछि हामी अब कपुचेतिर जाँदैछौँ है। यो चाहिँ नोटा भन्ने ठाउँमा हो। हामी एकछिन बिसायौँ यहाँ, सबै साथीहरूलाई कुर्यौँ सँगै। अब सँगै जाम भनेर बस्यौँ है। केटाहरूको रमाइलो गर्ने तरिका है, हेर्नुहोस् है त सबैजनाले। हाम्रो एकछिन त केटाहरूले पुलै भत्काउला जस्तो गऱ्यो त यार। र जाँदा जाँदै है हामी बाटोमै अँध्यारो भयो कि धेरै बिसायो पनि है। आजको रात चाहिँ हामी होटल माउन्टेन पिकमा बस्दैछौँ है त साथीहरू, आफ्नै सुल्टीको। राति कपुचे आइपुगिसकेपछि पनि हामी एकदमै रमाइलो गऱ्यो है। त्यत्रो हिँडेको दुखाइहरू सब भुलेर होइन रमाइलो गर्न थाल्यो है। टक्क लगाएर मिठो पनि खाना पनि खाइयो। अनि अब भोलि बिहान हामी उता तालमा गएर तालको फोटोहरू, भ्यूहरू, भिडियोहरू बनाउने छौँ है त। यो चाहिँ तेस्रो दिन। यो चाहिँ कपुचेको होटलहरू है त। र हामी अहिले तालमा आइपुग्यो होइन। अब चाहिँ 2-3वटा फोटो भिडियो के गर्ने हो गर्छ केटाहरूले होइन। टक्क केटाहरू है
लोद परेर बसिरहेको छ कि पुलमा टक्क झर्ना हेर्दै है तलाएर केटालाई पनि कुर्दैछ होइन लोद परेर बसिरहेको छ कि तर ट्रिप चाहिँ रमाइलो भयो जाँदा चाहिँ हामी कोरिसाउँ मात्र भनेर गएको थियौँ है तर बिचमा केटाहरूले कपुचे पनि जाम भनेर गयो तर बवाल भयो क्या है यो ट्रेक चाहिँ केटाहरूसँग चाहिँ बवाल भयो क्या एकदम मेमोरेबल है।